ए कान्छी तिनीहरू को हुन के जाने हामीहरूतिर आउँदैछन् बाबे किन होला कान्छी तिनीहरूसित सोध न कतै बदमास त होइन गाठे त्यो चाउरे त कुनी त्यो सुकिलो लुगा लाउनु त बदमास छैन तँलाई मन परे जस्तो छ नि मोरी उत्ताउले मरी हेर कसरी हेरेको हामीलाई होइन जहिले तँलाई हेर्दैछ तेरो साडीले अहिले हान्छु एक खुर्पाले अनमोल भाइ कतै सुन्लान यहाँ आइपुगे तपाईहरू हामीलाई देखेर तर्सनु भए जस्तो नि कहाँ बस्नुहुन्छ तपाईहरू साहबले सोध्नु भएको तिमीहरूको गाउँ कुन नभन है मोरी नभन भनेर के हुन्छ र पछ्याएर आइहाल्छ नि मोरी भइगयो घर नदेखाउनु भए पनि एउटा फोटो खिच्न दिनुहोस् न है म बम्बईबाट आएको नेपाली हुँ र म जहाँ जहाँ जान्छु त्यहाँ नेपालीहरूको फोटो खिच्ने गर्छु सम्झनाको लागि लौ त खिचौँ है बासित सोध्नुपर्छ बा कहाँ हुनुहुन्छ घरमा मलाई घरमा लान सक्नुहुन्छ हेर्नुस् सर म त फर्क्यौँ क्यारे ए एउटा जरुरी काम छ लौ त भरे होटलमा भेटौँ हस् सर आउनुस् न आउनुस् को हो कान्छी बा बम्बईबाट एउटा नेपाली बाबु साहब आउनु भएको छ उहाँ हाम्रो फोटो खिच्ने रे नेपाली बाबु साहब बम्बईबाट नमस्कार हजुर नमस्कार बाबु नमस्कार ए कान्छी मुडा लेले होइन म यसै बसिहाल्छु नि के हुन्थ्यो नि बाबु रातो माटोको घर एकै छिपमा कपडा मैलो भइहाल्छ नि होइन कहाँ गई त्यो ल्याइनस् मुडा यता बस्नुस् बेकार दुःख हो यहाँहरूलाई केही दुःख छैन बाबु केही दुःख छैन बरु हाम्रै दुःख सर्ला त बाबुको घर बम्बई रे होइन म बम्बईमा डक्टरै पढ्दैछु बुवा आमा बङ्गलोरमा बस्नुहुन्छ बङ्गलोरमा ए उहिले पल्टनमा छँदाखेरि त बम्बई मद्रास बङ्गलोर कलकत्ता सलकत्ता सब डुलिए थियो बाबु कति कामले पाल्नु भयो कुन्नी कुरा के भने बा बङ्गलोरमा बसे पनि मलाई नेपालको साह्रै माया लाग्छ किन नलाग्नु त नि बाबु आखिर पुर्खाको थलो हो नि त त्यसैले छुट्टी भयो कि हाम्रा नेपाली दाजुभाइहरू जहाँ जहाँ बसेका छन् म त्यहाँ डुल्ने गरेको छु भारत पनि घुमियो यसपल्ट नेपाल घुम्न आएको त्यसै गर्नुभयो बाबु त्यसै गर्नुभयो बरु हामीले केही मद्दत गर्नुपर्छ कि होइन बुवा मैले सम्झनाको लागि एउटा फोटो खिचौँ भनेको नानीहरूले बुवासँग सोध्नुपर्छ भने के रे त्यसैले आएको अरे भगवान किन नहुनु बाबु जति मन लाग्छ खिच्नुहोस् बरु एक दुईवटा हामीलाई पनि छोड्न मिल्ला कि हुन त म केही देख्दिनँ बाबु केही देख्दिनँ दुईटै आँखाले ठ्याम्मै भ्याउँदिन कान्छी खै कता गई किन बा यहाँ बाबुले एक दुईवटा फोटो खिच्ने रे अरू सब कता गए ल आइदिया प्लिज तपाईँहरू अलिकति हाँसिदिनुहोस् न धन्यवाद लौ त कान्छी जाऊ है लौ त बस है कान्छी ल भयो छोरी भयो बा ल बाबुको निम्ति केही खाजा साजाको बन्दोबस्त मिलाऊ छोरी होइन हजुर केही दुःख नगरौँ के को दुःख हुन्थ्यो बाबु उति टाढाबाट आउनु भएको पाहुना हातमुख नजोडिकन जान पाइन्छ र ल भनिदियो होला ए कान्छी कि आमा हेर बम्बईबाट बाबु आउनु भएको रहेछ मेरो नाम विजय थापा हजुर नमस्कार बाँचिरहे बाबु आशीर्वाद खोइ कान्छी अझै आएकी छैन भित्र बाबुको निम्ति केही खाजा साजा गर्दैछ बाको आँखामा के भएको के हुन्थ्यो नि बाबु कर्मको भोग तर केही छैन दुईटा आँखा गए पनि चारवटा आँखा छँदैछ नि दुईटा यी बुढीका दुईटा कान्छीका लिनुहोस् बाबु होइन हजुरहरू पनि लिनुहोस् न होइन बाबु हाम्रो त खाने बेला भइसक्यो लिनुहोस् न कहिले आउनु भएको पखरा कुन्नी आज बिहानको जहाजमा कहाँ डुल्नु भयो नि खोइ एउटा जिपो ड्राइभरले दुलाउन ल्याएको थियो ऊ पनि काम छ भनेर फर्केर गयो यी ड्राइभरहरू त्यस्तै हुन्
उखानै छ नि बाबु, कपडामा रद्दी फाइबर, मान्छेमा रद्दी ड्राइभर। म घुमाइदिने थिएँ बाबुलाई, तर के गर्नु, आँखाले भ्याउँदिन। तर केही छैन, कान्छीले डुलाइदिएली बाबुलाई। छोरी भए पनि छोरा जस्तै छ मेरी कान्छी। कसो छोरी, पोखराका राम्रा राम्रा ठाउँ डुलाइदिने होइन त? बिचारीले किन दुःख? होइन होइन, के को दुःख, पाहुना त हाम्रा लागि परमेश्वर पो त। घरमा धेरै काम होला। घरको काम त हुँदै गर्छ। तपाईँ जस्तोको सङ्गत सधैँ पाइन्छ र भोलि बिहान तपाईँलाई लिन आउली। आउनुहोस् न। कति राम्रो ठाउँ। हाम्रो पोखरामा योभन्दा पनि रमाइलो ठाउँहरू छन्। ओहो, एकछिन बस्नु न हुन्न? तपाईँहरू कतिजना दिदी बहिनी दाजुभाइ? 2 जना दिदी बहिनी मात्र। दिदी ठुली, म कान्छी। तपाईँको नाम के नि? मीरा। ए, मेरो नाम विजय। मलाई थाहा छ। कसरी? हिजो आमासँग भन्दा थाहा पाएको नि। ए, अच्छा, त म तपाईँलाई के भनेर बोलाऊँ, मीरा कि कान्छी? कुन्नी त मेरा बा आमा र सबै आफन्तहरूले कान्छी नै भन्ने गर्छन्। म पनि आफूलाई आफन्त ठान्नु कि? उयो हेर्नुहोस् त, कस्तो राम्रो ठाउँ। कति राम्रो ठाउँ, स्वर्ग नै धरतीमा ओलेर आए जस्तो। यस्तो रमाइलो ठाउँमा त निरज मानिस पनि कवि बन्न सक्छ। प्रेमी आफ्नो माइलोको सम्झनामा हराउन सक्छ। जस्तै गाउन नजाने मानिस पनि गायक बन्न सक्छ। मीराजी, के तपाईँलाई गाउँ गाउँ नाचु नाचु लाग्दैन? हामीलाई गाम नै आउँदैन। ओहो, हिजो त रुखको टुप्पामा बसेर कोइलीलाई लज्जाउने स्वरले गाना गाउँदै हुनुहुन्थ्यो नि। छि, कसैले सुन्यो भने के भन्लान्? नमस्ते, हामी टिमा भान्जी। हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र हाम्रो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनुहोस् होला। अनि माया भान्जी च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला र बेल आइकनलाई पनि प्रेस गरिदिनुहोस् होला। धन्यवाद।